आज हामी चाहिँ पाथिभरा मन्दिरको परिसरमा आइसकेका छौँ। 2:30 बजे उठेर हामी रेडी हुँदाखेरि यो फ्रोजन पानीले नुहाइदै गरेर हिँड्दाखेरि हामी त्यस्तै 3:30 बजेतिर हिँडेका थियौँ होला र अहिले 6 बज्ने बेलामा पाथिभरा प्राङ्गणमा आइसकेका छौँ। यो सिन चाहिँ हामीले छुटाउन नहुने सिन रहेछ। कुन भन्दा पाथिभरा मन्दिरको पिरामिड सेपमा बनेको जुन यो दुईटा पुरै डाँडा छेक्ने सिन छ, यो सिन अथवा यो छाया पिरामिड छाया चाहिँ पाथिभरा मन्दिरको छाया रहेछ। हिमालको रेन्ज छ। उतापट्टि हेर्नु न सर, उता देखाउनुहोस् त। बादलले पुरै डाँडा छोपेको छ। यो बादलभन्दा मुनि बस्ती छ, यो बादलभन्दा मुनि गाउँ छ, यो बादलभन्दा मुनि मान्छे हिँड्छन्, तर हामी बादलभन्दा माथि छौँ। सर्लक्क यो दन्तेरहल मिलाएको भनेर हामीले साना पढाएको थियौँ। घामले टल्केको छ। यतापट्टि फेरि कुम्भकर्ण हिमाल रहेछ। फेरि हेर्नु न, ठ्याक्कै कुम्भकर्णकै पाराको है। त्यहाँबाट यस्तो गरेर ध्यानमा बसिया जस्तो मिलेको हामी दुईजनाको पोज। हेर्नुहोस्, यदि कोही कसै पाथिभरा मन्दिर आउनु छ भने यो चाहिँ बेस्ट टाइम रहेछ। न त धेरै चिसो बढेको छ, न त पानी परेको छ, र बिहानमा हामीलाई लेक लाग्ने हाई लाग्ने यस्तो केही पनि भएनौँ। अहिले समुद्री सतहबाट हामी 12,200 मिटरको हाइटमा छौँ। वेदरको कुरा गर्ने भने 12 डिग्री सेल्सियसको हाराहारीमा छ। त्यस्तो जाडो पनि छैन। आनन्दले हिँडेका छौँ, चिच्याइ चिच्याइ कराइरहेका छौँ। कोही कसैलाई पाथिभरा मन्दिरको दर्शन गर्न आउन सक्नुहुन्न भने पनि यही पाथिभरा माता की जय लेखिदिनुहोस्। तपाईँलाई केही न केही तपाईँले बोलेको तपाईँको कामना पनि पुरा हुन्छ।